स्वास्थ्यकर्मी ल्याब टेक्निसियन श्री उमेश प्रसाद बजगाई मिति 2083 असार 23 गते कार्यालय समयमा दिउँसो 1:45 बजेतिर आफ्नो नियमित प्रयोगशाला कक्षामा काम गरिरहेको अवस्थामा अस्पताल प्रशासनले प्रशासन कक्षामा बोलाएर उहाँ त्यहाँ पुग्दा अस्पतालको फिजियोथेरापी फाँटमा काम गर्ने फिजियोथेरापिस्ट अनिल तिवारी, प्रशासन फाँटका कर्मचारी र अस्पतालका मेसो प्रमुख जो बीच वाद विवाद चलिरहेको र उहाँ त्यहाँ पुगेपछि तिवारीले प्रयोगशाला रिपोर्टको बारेमा अनगल विवाद उठाउँदा मेरो बुवाले यो तपाईको कार्यकक्षाको कुरा होइन, तपाईँ आवश्यक विषयमा किन विवाद गर्नुहुन्छ भन्दा बढी बोल्ने भन्दै अनिल तिवारी आक्रोशमा आई त्यहाँ नै हातपात गर्न खोजेको। त्यसपछि त्यहाँ रहेका प्रशासनका कर्मचारीहरूले कार्यालय समयमा विवाद झगडा नगर्ने भन्दै छुट्याएर अनिल तिवारीलाई बाहिर पठाएका। केही समयपछि मेरो बुवा आफ्नो ड्युटी जान बाहिर निस्कन खोज्दा निज अनिल तिवारी अस्पताल व्यवस्थापन समितिका अध्यक्षज्यूको कार्यकक्षाबाट 81 दौडिएर आई मारी दिने धम्की दिँदै झम्टिएर आक्रमण गरी कुटपिट गरेको। त्यही अवस्थामा अस्पतालका कर्मचारी र अस्पताल व्यवस्थापनका समितिका पदाधिकारीहरू समेत उपस्थितले उहाँ थप दुर्घटना हुनबाट जोग्नु भएको बेहोरा यहाँहरूलाई अवगत गराउँदैछौँ। एउटा जिम्मेवारी कर्मचारीको मान मर्यादाको समेत ख्याल नराखी अस्पतालका जिम्मेवारी कर्मचारी र पदाधिकारीको बीचमा ज्यान मार्ने धम्कीका साथ भौतिक आक्रमण भएको विषय सामाजिक सञ्जाल र विभिन्न समाचारका हेडलाइन बनेको बेहोरा पनि सार्वजनिक नै छ। अस्पताल व्यवस्थापन समितिका प्राधिकरणहरू र जिम्मेवार कर्मचारीहरूका अगाडि कार्यालय समयमा भएको उक्त घटनाको तत्काल छानबिन र दोषीमाथि कारबाही हुनुपर्नेमा व्यवस्थापन समितिले व्यवस्था गरेको र घटना घटेको 24 घण्टा बित्दा समेत पीडितसँग कुनै किसिमको छलफल सुनाइ र सामान्य समेत नदिएको, पीडितलाई न्याय र पीडकलाई कानुनी कारबाही गरिपाउँ भनी दिएको निवेदन पिटानी जारी समेतको तत्काल सुनाइ नगरी आक्रमणको घटनालाई ढाकछोप गरी पीडकलाई संरक्षण गरी पीडित पक्षको व्यवस्था गर्ने कार्य गरेको कुरा घटनाको दिनदेखि आजसम्मको बेहोरा र छानबिन उपसमितिको प्रतिवेदन सहितको प्रेस विज्ञप्तिले समेत अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरू र जिम्मेवार कर्मचारीहरू प्रत्यक्षदर्शी रहेको उक्त आक्रमणको घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कारबाही हुनुपर्नेमा सो सम्बन्धमा मौन रहनु, पीडित पक्षले न्यायको लागि दिएको निवेदन मेडिकल सुपरिन्टेन्डेन्ट हुँदै इलाका प्रहरी कार्यालय टिकापुरमा पुग्दासम्म पनि अस्पताल समितिले पहल नगर्न वास्तविक कारण प्रहरीले पत्ता लगाउने भए समिति किन गठन गरेको। समितिका 3 सदस्यमध्ये एकको हस्ताक्षर छैन। के उनको प्रतिवेदन र विज्ञप्तिमा असहमति हो? प्रहरी हिरासतमा भएको व्यक्तिको बयान समितिले नलिनु जस्तो कार्यालय पीडितलाई न्याय दिलाउन भन्दा पनि पीडकलाई संरक्षण गर्न लागि परेको हो कि भन्ने आशंका अहिलेसम्मका घटनाक्रमले देखिन आएको छ। पीडितको तर्फबाट म स्वयं छोरा र हाम्रो परिवार सहितको टिकापुरवासी आमा जनसमुदाय, नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार, टिकापुर नगरपालिका, राजनीतिक दल, सञ्चारकर्मी, पेसाकर्मी, नागरिक समाज सबैको गम्भीर ध्यानगर्ष गराउन चाहन्छु। पीडितको अहिले पनि निजले प्रहार गरेको चोटका कारण आँखामा गम्भीर समस्या आई चिकित्सकको सल्लाह अनुसार गेटा आँखा अस्पताल भोलि साउन 3 गते अपरेसन हुँदैछ। उहाँ अहिले पनि उपचार नै हुनुहुन्छ। आफ्नो ड्युटीमा खटी
नियमित काम गरिरहेको कर्मचारीमाथि अर्को जिम्मेवारी कर्मचारीले निर्धारित कुटपिट गर्दा समेत उचित न्याय नपाउने परिस्थिति अस्पताल व्यवस्थापन समितिको छानबिन तथा हालसम्मको व्यवहारले पुष्टि गरेको हुँदा आज हामी बाध्य भएर समेत माण्डव्य बजगाई परिवारको तर्फबाट न्यायप्रेमी आम जनसमुदाय, नेपाल सरकार, सुदूरपश्चिम प्रदेश सरकार, टिकापुर नगरपालिका, राजनीतिक दल, सञ्चारकर्मी, पेसाकर्मी, नागरिक समाज, आफन्त इष्टमित्र, न्यायसँग सरोकार राख्ने सङ्घ संस्थासँग हार्दिक अपिल गर्दछौँ। साथै पीडितको पक्षमा हालसम्म न्यायको आवाज उठाइदिनु हुने सहानुभूति देखाउनु हुने आम जनसमुदाय, अस्पताल प्रशासन, नेपाल प्रहरी, सञ्चारकर्मी, पेसाकर्मी, नागरिक समाज, आफन्त इष्टमित्रहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। पीडित परिवारको तर्फबाट ईश्वर बजगाई, टिकापुर नगरपालिका 1, टिका कैलाली।